म चाहिँ आज के भन्न आएको भन्दाखेरिमा होइन केटामा होइन लाइफमा होइन कुनै पनि होइन समस्याहरू आउँछ भने चाहिँ त्यसको सामना गर्ने कोसिस गर तिमीहरू होइन न त त्यसबाट भाग्ने होइन। लाइफमा होइन अनेक थरीको अनेक समस्याहरू आउँछ कि जिन्दगीमा होइन मतलब त्यसलाई होइन पछाडितिर छोडेर हामी अगाडि के आउँछ अगाडि हाम्रो अगाडिको दिनहरू के हुने हो त्यसको बारेमा सोचेर तिमी अगाडि भएर त्यो पछाडिको कुराहरू छोडिदेऊ। पछाडिको कुराहरू जे हुन्छ त्यो हुन्छ। सो त्यही भएर म भन्छु होइन केटा हो तिमीहरू कसैले पनि होइन एउटी केटी छोड्यो भन्दैमा त्यसलाई पछितिर त्यसको यादमा बस्ने काम नगर। म के सोच्छु भन्दाखेरिमा केटा होइन यार त्यसले माया गर्दैन थियो भने चाहिँ अब छोडेर जान्छ नि होइन। माया गर्थ्यो भने चाहिँ कुनै हालतमा पनि छोडेर जाँदैन कि एउटा केटी मान्छेले। अनि त्यही भएर सबैजनालाई म यही भन्छु कि केटा होइन जसले छोडेर जान्छ नि होइन त्यसको बारेमा सोचेर त्यसलाई मतलब टाइम वेस्ट हुन्छ क्या हाम्रो। बरु हामीले के गरेर देखाऊँ कि त्यसले होइन यसलाई नछोडेको भए हुन्थ्यो होला भन्ने जस्तो फिल गराऊँ कि त्यसलाई होइन। अनि अगाडितिर बरु यार के गरिरहेछ केटाहरूमा मर्छु भनेर स्टोरी लगाइरहेछ, कसैले हात काटिरहेछ, कसैले के गरिरहेछ। अब के भइरहेछ यार तिमीहरूको लाइफ हो त्यो मुलाहरू तिमीहरू गर न मतलब देखाऊ कि यस्तो गरेर मैले त्यसलाई छोडेर गल्ती गरेछु भन्ने त्यसलाई फिल गराउन यार। अनि पो कसम तिमीहरू जिन्दगीमा अगाडि बढ्छौ त। अब त्यो केटीको पछाडिको कुराहरू जो भयो सो भयो छोडिदेऊ। अगाडि नयाँ जिन्दगी सुरु गर तिमी अगाडि हिँडिराख। अब के गरिरहेछ क्या केटाहरू यार। यार आज एउटा मेरो साथीले होइन मतलब आत्महत्या गर्छु भनेर डोरो उसमा के रुखमा बाँधेर होइन मतलब हुन्छ नि रस्सी बाँधेर यार केटा आजदेखि यति हो मेरो जिन्दगी अब भनेर स्टोरी लगाएर चाहिँ कि म चाहिँ होइन त्यस्तो नसोच भनेर सम्झाउँछु होइन तर अहिले चाहिँ सम्झिनु थाहा छैन होइन। त्यही पनि होइन अब त्यही हो केटा तिमीहरूलाई जो लाग्छ त्यसो लाग्छ मलाई पनि होइन। मेरो विचारमा चाहिँ त्यही हो मतलब जो पछाडि भयो नि हाम्रो कुरामा होइन त्यसमा अब त्यसको बारेमा सोचेर हामीले अगाडि बढ्ने सकिन्न। त्यही भएर त्यो पछाडिको कुराहरू भुलिदेऊ बरु होइन अगाडि बढ्नु। तिम्रो जिन्दगी हो तिम्रो लाइफ हो अगाडि लाइफ बनाऊ बरु होइन मेहनत गर अगाडितिर। अरे तिमीहरूको यस्तै गरेर पछाडिको कुरा सम्झ्यौ भने त होइन पछाडि अगाडिको कुरा कसरी सोच्ने यार। बरु भोलिका दिनमा हाम्रो दिन के होला त्यो कुरा सोच्ने गर। म त यति भन्छु यार केटा होइन। अब तिमीहरूलाई कस्तो लाग्छ तिमीहरूको सोच हो बाँकी त यस्तै हो केटा।